लमजुङ जिल्ला बिचौर स्थायी घर भई विगत 2 दशकदेखि अस्ट्रेलियाको सिडनीमा बसोबास गर्दै आउनुभएका आदरणीय कविवर श्रद्धेय दाजु बुद्धिसागर दवाडीज्यूको रचनामा आधारित शार्दूल विक्रीडित छन्दमा आधारित कविता के फर्क भन्छौ घर हजुरहरूमाझ वाचन गर्ने अनुमति चाहन्छु, स्वीकार्नुस्। भ्रष्टाचार बढी सधैँ मुलुकमा, लाचार संयन्त्रती बढ्दै गाछ धनी गरिब बिचको दूरी अनौठो कति। माया लाग्छ स्वदेशको जतिसुकै टाढा भए नि, तर खाडीले त अँगेनु जल्दछ भने के फर्क भन्छौ घर। खाडीले त अँगेनु जल्दछ भने के फर्क भन्छौ घर। शिक्षा स्वास्थ्य नरोजगार छ कतै, बाटो नघाटो भयो। ईर्ष्या दुश्मन भाइ भाइ बिचमा सर्वत्र फाटो भयो। पैसा साधन हो परन्तु यसमै अड्कन्छ बाँच्ने भर। तिर्नै बाँकी छ साहुको ऋण भने के फर्क भन्छौ घर। तिर्नै बाँकी छ साहुको ऋण भने के फर्क भन्छौ घर। राहत बेच्दछ ऊ अनेक निहुमा, भूकम्प आहतको वर्षौं वर्ष नि संविधान नबनी घर कन्छ यही देशको। छाती भित्र छ मातृभूमि ममता, रित्तिन्न जे गर। छानो टाल्नु छ ओ त लाग्न झरीमा, के फर्क भन्छौ घर। छानो टाल्नु छ ओ त लाग्न झरीमा, के फर्क भन्छौ घर। छैनन् नीति यहाँ युवा अभिमुखी, सरकार गर्छौ ढिला। चौतारी ठगलाई साधु सुलीमा, कानुन भो चुटकिला। आत्मा जल्छ विदेशमा दिन दिनै, नेपालकै खातिर। आमा बेचिसके कुपुत्रहरूले के फर्क भन्छौ घर। आमै बेचिसके कुपुत्रहरूले के फर्क भन्छौ घर। आमै बेचिसके कुपुत्रहरूले के फर्क भन्छौ घर। आमै बेचिसके कुपुत्रहरूले के फरक भन्छौ घर। नमस्कार, म यो कविताको रचनाकार बुद्धिसागर दवाडी, माधुर्य स्वरका धनी प्रिय कलाकार एवं प्यारो भाइ नीलमणि भण्डारीको आवाजमा सजिएको यो कविता सुनेर यहाँहरूको अमूल्य प्रतिक्रियाको अपेक्षा गरेको छु। यहाँहरूको सुझाव र सल्लाहको सदैव ऋणी रहनेछु। यहाँहरूको पल सुखद बितोस्। धन्यवाद। नमस्कार।